साथीहरू गुड मर्निङ तपाईहरुलाई मेरो एउटा फेरि अर्को नयाँ भ्लगमा स्वागत छ। जनवरीको 26 तारिक हो। अहिले बिहानको तपाईको 8:10 गइसकेको छ। अनि अब चिसो चाहिँ नै एकदम छ, त्यही पनि घाम लागेको छ। अब टाउको उघार्नै सकिँदैन। अब यत्तिकै भए पनि जान्छु। अहिले म चाहिँ आफ्नो कार्यस्थलबाट बोल्दैछु। अब भिडियो चाहिँ नै मैले यहाँको भिडियो चाहिँ म पहिले बनाइसकेको थिएँ। सायद तपाईहरुले मेरो लास्ट भ्लगहरु हेर्दिनु भयो होला। अब चाहिँ नि आज अब त्यही हो, बिहान सबैले उठिसकेपछि रेगुलर अब के गर्ने भन्ने कुरा हुन्छ। अनि आज चाहिँ नि तपाईको कहिले वकिङ, कहिले तपाईको प्लेइङ, कहिले ब्याडमिन्टन खेलिन्छ। अहिले चाहिँ नि हावा चलेको छैन, हावा नचलेको भएर ब्याडमिन्टन खेल्नतिर जाउँ भनेर अब लाग्दैछु। त्यहाँ सँगसँगै मेरो साथीले पनि त्यहाँ बाहिर यसो कुरेर बसिराख्नु भएको छ। अहिले बाहिर कुरेर बसिरहेको छ। अहिले चाहिँ ब्याडमिन्टन खेल्नको लागि हामी वार्म अप गर्दैछौँ। अब साथसाथै अब आजको एकदम चिसो वातावरण छ। एकदम चिसो भन्दा नि महाचिसो। अब चिसो कस्तोसम्म चिसो छ भन्दाखेरि तपाईलाई यहाँ देखाउँछु, हेर्नु होला त। यति चिसो छ कि ल हेर्नुहोस्, यो धाराको पानी, यो धारा भइहाल्यो, यो पानी यस्तो चिसो छ। आम्मामा चाहिँ तपाईँको 8:10 भयो। एक्टिभिटिज देखाइरहेको छ। 8:10 भइसक्यो। यस्तो खालको जमेको फ्रिजिङ पोइन्ट छ। गाडीहरू चाहिँ त्यही अनुसारको हिँडिरहेको छ। अब चाहिँ नि हामी यसो पहाडी एउटा फिल्ड छ, त्यो फिल्डमा चाहिँ हामी खेल्नतिर जाँदैछौँ। ल सबभन्दा खेल्नुभन्दा पहिला चाहिँ नि म यता अब बस्ने ठाउँको पछाडिपट्टि एउटा पन्जा राखेको छु। धेरै चिसो हुन्छ पन्जा पनि। अब तपाईँको कपडाको भएन के अरे, तपाईँको यो फ्रिज, हाम्रो फ्रिज है, फ्रिजमा चाहिँ पन्जा राखेको छ। अनि त्यसपछि अब खेल्नतिर जाँदैछु। ल बिस्तारै जिउलाई तताउने काम गर्छ। एकदमै जम्छ जाडोमा। अनि ल यहाँको माहौल चाहिँ यस्तो छ। मिनासान ओहाई गोजाइमासु। अहिले क्योवा इचिगात्सु नो 26日かな。今日は朝の8時10分になりましたので、今日はバドミントンするためにそこに行きますので、じゃあ皆さんよろしくお願いしますね。あと道が渡って、あと前にバドミントンするプレイしますね。ですよね。あとじゃあ皆さんよろしくお願いしますね。अहिले चाहिँ नि तपाईको सिचुएसन यस्तो खालको छ। चिसो एकदम चिसो। ओहो यहाँ जमेको छ। अब हामीहरू यहीँ ब्याडमिन्टन खेलौँ भनेर लाग्दैछौँ। हेर्दै गर्नु होला। हाम्रो डेली रुटिन नै यही छ। कहिले चाहिँ नि कहिले घुम्ने, कहिले चाहिँ नि ब्याडमिन्टन खेल्ने, त्यस्तै चलिरहेको छ। यहाँ चाहिँ नि कुरो के आयो भन्दाखेरि मैले डेली यो मेरो नाक किन फसफस भयो भनेको त यो चिसो हावा नाकभित्र छिरेर खेल्नुभन्दा पहिला यो तपाईँको खेल्नुभन्दा पहिला यसो चिसो हावा नाकमा छिरे धेरै असर गर्यो। यसो ब्लिडिङ होला जस्तो भयो। एकचोटि ब्लिडिङ पनि भयो। अब चाहिँ नि अब चिसो हावालाई यस्तो राखेर हल्का प्रोटेक्सन गरेर खेल्न थालेछु। ल फास्ट गर्नुपर्छ। अब तपाईको ओके, अब क्यामेराको ठाउँ चेन्ज गर्दैछु मैले है। ल यसलाई चाहिँ नि अब यसलाई स्टप गर्छु।
ल फेरि आइयो बल्ल गरी भयो पसिना पसिना भयो अब तपाईँको ल अब म यसलाई लोकेसन चेन्ज गरेँ ल गाइस अहिले कति डिग्री भयो भनेपछि 0 डिग्री भएको रहेछ त्यही पनि खेलेको भएर पसिना बेसरी आइरहेछ साथीहरू बहुत मजा लाग्यो पसिना पसिना भयो अहिलेको टेम्परेचर त तपाईँको 1 डिग्री पुगिसकेको छ त्यही पनि मास्क लगाउँदाखेरि झन् बढी थकाइ लाग्दो रहेछ अब म हल्का स्ट्रेच गर्छु है त यस्तो ल साथीहरू आजको यो एक्सर्साइजको कार्यक्रम यहीँ सकियो सधैँ यस्तो सानोतिनो भ्लग बनाउने कोसिस गरिरहेको छु हेरौँ अब कस्तो हुन्छ मिलेसम्म सरल कनेक्टिङ हुने खालको भ्लग बनाउने कोसिस गरिरहेको छु तर चाहिँ भ्लग बनाउँदाखेरि एक किसिमको आनन्द आउँदो रहेछ एउटा चाहिँ कसैसँग बोल्ने क्यामेरासँग भए पनि बोल्ने एउटा बानी पर्दो रहेछ त्यही अनुसारको पहिला कसरी बोल्ने के गर्ने भन्ने खालको थियो अहिले गर्दा अनुसारको गर्ने कोसिस गरिरहेको छु ल साथीहरू आजको मेरो यो कार्यक्रम साथै मेरो साथीले पनि आज बिहान एक्सर्साइज गर्नुभयो साथसाथै भ्लग बनाउनलाई चाहिँ मद्दत गर्नुभयो उहाँलाई पनि धन्यवाद दिँदै ओके बाइ बाइ बल्ल बल्ल पत्ता लाग्यो यस्तो मजाको ठाउँ छ ल साथीहरू एउटा नयाँ ठाउँ फेरि पत्ता लाग्यो अब यो चाहिँ नि अर्को नेक्स्ट विकको भ्लगमा हाल्ने कोसिस गर्छु हेर्दै गर्नु होला यहाँ चाहिँ नि सर्पको बिगबिगी रहेछ तर जाडो महिनामा त खासै डर छैन ल पत्ता लाग्छ टाइम छोटो भएको भएर हामी फेरि अब ठक्कै एकचोटि हेऱ्यो हेरेपछि फेरि यहाँ चाहिँ नि सर्पको बिगबिगी भनेको त के हो कुकुरलाई दिशा नगराउनु भन्ने लेखेको छ त्यो सर्पको बिगबिगी भनेर भन्थ्यो भनेर हेर्न हो 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 यो यस्तो साँप एकदम धेरै हुँदो रहेछ यहाँ साँपदेखि सावधान भनेर लेखेको छ ल